सुजीको यस्तो राम्रो एनिभर्सरी केक पनि बन्दो रहेछ। ल हेर्नुहोस् त साथीहरू, हाम्रो चाहिँ आज एनिभर्सरी थियो र मैले चाहिँ घरमै सुजीको एनिभर्सरी केक बनाएको थिएँ, त्यो पनि ओभन बिना स्टिम गरेर। र यसमा चाहिँ मैले जाम युज गरेको थिएँ। ल आउनुहोस् है त रेसिपी सुरु गरौँ। यसको लागि चाहिँ मैले सुरुमा 1 कप सुजी लिएँ र त्यसमा चाहिँ स्वादअनुसार चिनी राखेँ र यसरी दुध राखेर मजाले मिक्स गरिसकेपछि यसलाई चाहिँ मैले 5 मिनटको लागि छोडिदिएको थिएँ। 5 मिनटपछि चाहिँ यसमा मैले एउटा अन्डा र भेनिला एसेन्स, हजुरहरूले सुकमेलको धुलो पनि राख्न सक्नुहुन्छ, र घिउ राखेर यिनीहरू सबैलाई चाहिँ मैले मिक्सचरमा पिस्न गइरहेको छु। मिक्सरमा पिसो भनेदेखि ब्याटर चाहिँ यस्तो क्रिमी टाइपको बन्दछ। यसले चाहिँ केकको स्पन्ज एकदम राम्रो बन्दछ। अब चाहिँ यसलाई मैले केही बेर फेरि यसरी फिटेको छु। त्यस पछाडि चाहिँ यसमा मैले 1 चम्चा बेकिङ पाउडर र थोरै बेकिङ सोडा राखेको छु र कागती निचोरेर राखेँ। कागती राख्यो भने चाहिँ यो बेकिङ सोडा चाहिँ एक्टिभेट छिटै हुन्छ अरे। त्यस पछाडि चाहिँ यसमा मैले रेड फुड कलर राखेको छु, रेड भेलभेट केक बनाउन लागेको भएर। यसलाई राम्ररी मिक्स गरिसकेपछि एउटा भाँडामा चाहिँ मैले थोरै तेल लगाएर बेकिङ पेपर राखेँ र छेउछेउमा चाहिँ गहुँको पिठोलाई राखेँ र मोमोको भाँडामा चाहिँ यसलाई मैले 40 मिनटको लागि स्टिम गरेको थिएँ। यहाँ चाहिँ मैले अब केक स्टिम हुन्जेलसम्म चाहिँ मैले यसरी व्हिपिङ क्रिमको पाउडरलाई व्हिप गर्न लागेको छु र यसबाट चाहिँ मैले व्हिप क्रिम बनाएँ। अब चाहिँ हाम्रो केक चाहिँ स्टिम भइसकेको छ। यसमा चाहिँ यसरी मैले छुरी उसाएर हेरेँ र सुक्खा निक्लेपछि चाहिँ हाम्रो केक रेडी भइसकेको थियो। यसलाई सेलाउन दिनुपर्छ केही बेर चाहिँ। सेलाइसकेपछि चाहिँ यसरी हेर्नुहोस् त स्पन्ज कति राम्रो बनेको छ। अब चाहिँ यसलाई मैले हार्ट सेपमा काट्न गइरहेको छु। यसरी हार्ट सेपमा काटिसकेपछि मैले चाहिँ माथिको नमिलेको भागलाई चाहिँ छुरीले चारैतिर कट लगाएर धागोको सहायताले यसलाई चाहिँ काटेको छु र यसरी काटिसकेपछि मैले फेरि त्यो केकलाई यसरी नै काटेर 2वटा लेयर बनाएँ। अब चाहिँ त्यो माथिको नमिलेको भागलाई चाहिँ मैले मिक्सरमा पिसेर पाउडर बनाउन लागेको छु। यो चाहिँ अहिले केकमा युज हुन्छ। केक जुसी होस् भनेर यसरी चिनी र पानीको चाहिँ सुगर सिरप बनाएर लगाउनु पर्दछ र यसको माथिबाट चाहिँ मैले व्हिपिङ क्रिमलाई लगाएँ। गर्मी धेरै भएको कारणले गर्दा चाहिँ मेरो व्हिपिङ क्रिम मेल्ट भइरहेको थियो र त्यसैले चाहिँ मैले यसलाई भित्र फ्रिजमै राखेर डेकोरेट गर्न लागेको छु। र यसको लागि चाहिँ मैले किसान जामको प्रयोग गरेको छु। किसान जामलाई चाहिँ मैले यसरी भाँडामा राखेर ह्यान्ड विस्करले मजाले फिटेर क्रिमी टाइपको बनाएर एउटा पाउचमा राखेर ह्याप्पी एनिभर्सरी लेखेर एउटा कपाल पनि बनाएको छु। यसरी घरमा सजिलै केक बनाएर सेलिब्रेसन गर्न सकिन्छ। हजुरहरूले पनि ट्राई गर्नुहोला। भिडियो मन पर्यो भनेदेखि प्लिज लाइक, सेयर अनि फलो गर्न पनि नबिर्सिनु होला।